भयो। अर्को कुरा भनेको हामीले सफा नगर्दाखेरि अब त्यो वाल हामीले कति अगाडि लगायो र कति पछि चाहिँ प्लास्टर गर्दैछौँ भन्ने कुराले फरक पार्छ। एउटा टाइमको कुरा पनि आउँछ र प्लास्टर गर्नुभन्दा अगाडि वालमा क्युरिङ कतिको छ भन्ने कुराले पनि फरक पार्छ। यो भयो हाम्रो पाँचौँ कारण जसले चाहिँ प्लास्टर क्र्याक हुनुको प्रमुख कारण रहेको छ। त्यसपछि हाम्रो छैटौँ कारण छ प्लास्टरको थिकनेस बढी हुँदा। जस्तो हामीले 10 to 12 mm चाहिँ मिनिमम थिकनेस राख्नुपर्ने हुन्छ प्लास्टरको। त्योभन्दा बढी भयो भने अब तपाईँको प्लास्टर गर्दै जाँदा कुनै ठाउँमा थिकनेस बढी हुन्छ हैन, धेरै नै 18 mm त्यस्तै 20 mm भइरहेको हुन्छ। त्यस्तो ठाउँहरूमा चाहिँ तपाईँको सजिलै क्र्याकहरू चाहिँ फर्मेसन भइदिन्छ। सो यो छ हाम्रो छैटौँ कारण प्लास्टरको थिकनेस बढी हुनु। हामीले नर्मली चाहिँ 10 to 12 mm चाहिँ मिनिमम चाहिँ प्लास्टरको थिकनेस राख्नुपर्ने हुन्छ एउटा बिल्डिङमा प्लास्टर गर्दाखेरि। सो अर्को चाहिँ हाम्रो 7औं नम्बरमा अर्थक्वेक। जस्तो भूकम्पहरू आयो भने पनि तपाईँको घरको मुभमेन्ट हुँदाखेरि प्लास्टर क्र्याकहरू हुनु त एउटा मेन कारण भइहाल्यो। यो त हजुरहरू सबैलाई थाहा छँदैछ। प्लास्टर क्र्याक हुनुको 7औं कारण भनेको अर्को अर्थक्वेक पनि रहेको छ। सो 8औं कारण रहेको छ हाम्रो ग्राउन्ड सेटलमेन्ट। जस्तो हामीले घर बनाउँदै गर्दा अथवा बनाइसकेपछि चाहिँ ग्राउन्ड सेटलमेन्ट हुन्छ, जुन हाम्रो बिल्डिङको लोड चाहिँ ग्राउन्डमा ट्रान्सफर हुनको लागि चाहिँ एउटा सेटलमेन्ट हुने गर्दछ बिल्डिङ चाहिँ। अब कसैको थोरै होला कसैको धेरै होला, त्यो हुँदाखेरि चाहिँ तपाईँको त्यो सेटलमेन्ट हुँदा पनि प्लास्टर क्र्याक चाहिँ आउने चान्स एकदम हाई हुन्छ। सो त्यो भएको कारणले 8औं नम्बरमा हाम्रो मेन कारण छ सेटलमेन्ट। त्यसपछि हाम्रो 9औं नम्बरमा रहेको छ मेन कारण भनेको क्युरिङ। जस्तै हामीले प्लास्टर गरेपछि कति दिन क्युरिङ गर्छौँ भन्ने कुराले पनि फरक पार्छ। जस्तो हामीले ब्रिकमा पनि क्युरिङ गर्छौँ, प्लास्टर गरिसकेपछि क्युरिङ गर्छौँ। सो त्यो क्युरिङ चाहिँ हामीले कति टाइम गर्छौँ, कसरी गर्छौँ भन्ने कुराले पनि फरक पार्छ हैन। जस्तो हामीले प्लास्टर गरिसकेपछि 7 दिन चाहिँ हामीले मिनिमम पनि क्युरिङ गर्नुपर्ने हुन्छ प्लास्टरको लागि चाहिँ। त्योभन्दा बढी भनेको जति पनि गर्न सक्यो, जति दिन पनि गर्न सक्यो। 9 नम्बरको कारण छ क्युरिङ। क्युरिङले गर्दाखेरि पनि तपाईँको प्लास्टरमा क्र्याकहरू आउने गर्दछ। 10 नम्बरमा रहेको छ हामीले वाटरप्रुफ केमिकल अथवा बोन्डिङ केमिकल भनेर जति केमिकलहरू युज गर्छौँ त्यसको मात्रा मिलेन भने पनि हाम्रो प्लास्टरमा क्र्याक हुने चान्स म्याक्सिमम हुन्छ। अहिले तपाईँको वाटरप्रुफ केमिकलहरू भनेर अथवा बोन्डिङ केमिकलहरू भनेर धेरै बजारमा आइरहेको छ यो केमिकलहरू। जस्तो थाहा नपाएर तपाईँको मेन पावरले अथवा त्यसरी केमिकलहरू मिक्स गरिदिँदाखेरि त्यसको क्वान्टिटी बढी भयो भने चाहिँ प्लास्टरमा क्र्याकहरू आउने चान्स चाहिँ म्याक्सिमम हुन्छ। बोन्डिङ राम्रो बनाउँछौँ भनेर केमिकल हाल्छौँ तर त्यसको जति मात्रा चाहिने हो त्योभन्दा बढी भयो भने चाहिँ प्लास्टर क्र्याक आउँछ नै। प्लास्टरहरू चर्किने कारणहरूमध्ये केमिकलको मात्रा बढी हुनु पनि एउटा मेन कारण रहेको छ। यी 10वटा कारणले गर्दाखेरि चाहिँ हाम्रो घरमा प्लास्टर क्र्याक अथवा प्लास्टर चर्किने गर्दछ। त्यसैले गर्दा हामीले घर बनाउने क्रममै ध्यान दिउँ कि यी 10वटा कारणहरू चाहिँ जसले पछि गएर हाम्रो घरमा कुनै पनि समस्या नहोस् र प्लास्टर क्र्याकहरू पनि नहोस्। सो आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला। भेट्नेछौँ अर्को नयाँ टपिकमा। धन्यवाद।